हेलो एभ्रिवान। आज हामीले 2A स्ल्याबको न्युमेरिकल गर्न गइरहेछौँ है त। योभन्दा अगाडिले हामी 1A स्ल्याबको गरिसकेका थियौँ। आज चाहिँ हामी 2A स्ल्याबको न्युमेरिकल गर्न गइरहेछौँ। अब 2A स्ल्याब न्युमेरिकल गर्नुभन्दा पहिला हामीले आज यो न्युमेरिकल गर्छौँ। यो न्युमेरिकल गर्नुभन्दा पहिला हामीलाई डिजाइन स्टेप थाहा हुनुपर्छ र नेक्स्ट कुरा चाहिँ हामीलाई आइएस कोड चाहिन्छ है त। मोस्ट इम्पोर्टेन्ट इज आइएस कोड। ल यसको लागि पहिला हामी डिजाइन स्टेपहरू हेरौँ, त्यसपछि हामी यो न्युमेरिकल गर्छौँ है त। अब 2A स्ल्याब यो डिजाइन अफ आरसीसी स्ट्रक्चर स्ल्याब न्युमेरिकल 2A स्ल्याब हैन। यसको लागि मोस्ट इम्पोर्टेन्ट सबभन्दा पहिला हुने पर्ने कुरा हो आइएस कोड है त। आइएस कोड 456/2000 यो आइएस कोड चाहिँ हुनै पर्यो है त। म यहाँ सबैको पेज नम्बर लेखिदिएको छु, त्यहाँ गएर आइएस कोडबाट त्यो हेर्ने है त। त्यहाँ फर्मुला कसरी आइरहेछ, त्यो निकाल्नु पर्ने बेन्डिङ मोमेन्टहरू कसरी निस्किरहेछ, त्यो पेजबाट हामी हेर्छौँ है त। म यता सबैको पेज यता हेरौँ त। यसको पेज टेबल सबै मैले मेन्सन गरिदिएको छु, त्यहाँ गएर साथमा हुनैपर्छ है त आइएस कोड। अब नम्बर 1 मा के छ, इफ ly/lx इज लेस अर इक्वल टु 2 इट इज नोन एज 2A स्ल्याब। कुनै कुनै बेला चाहिँ हाम्रो न्युमेरिकललाई के गर्छ भन्दाखेरि डाइरेक्ट 2A स्ल्याब भनेर भन्दैन है त। त्यतिखेर हामीले चाहिँ 2A स्ल्याब चाहिँ को फर्मुला यसरी ly/lx निकाल्नुपर्छ। यदि लेस देन अर इक्वल टु 2 भयो भने त्यसलाई हामी 2A स्ल्याब मान्छौँ र 2A स्ल्याबको सबै डिजाइन स्टेप गर्दै सबै कुराहरू निकाल्छौँ है त। अर्कोमा के रहेछ, लोड क्यारिड बाई बोथ एज साइड्स आर अलमोस्ट कम्पेरेटिभ। 3 मा बेन्डिङ मोमेन्ट इज क्यालकुलेटेड एज। अब बेन्डिङ मोमेन्ट इज क्यालकुलेटेड डाइरेक्ट यता आउने होइन है। सबभन्दा पहिला हामी यहाँ जान्छौँ। यहाँ जानको लागि हामीसँग के हुनु पर्यो त, आइएस कोड हुनु पर्यो है त। अहिले सबैसँग आइएस कोड हुनु पर्यो र सँगसँगै जाउँ। अब आइएस कोडमा एनएक्सडी पेज नम्बर 90 मा जाने है त। एनएक्सडी पेज नम्बर 90 मा जाने, अनि त्यसपछि यो हेर्ने है त। अनि एमएक्स इक्वल टु अल्फा एक्स डब्लुएलएक्स स्क्वायर, एमवाई इक्वल्स टु अल्फा वाई डब्लुएलएक्स स्क्वायर है त। एमएक्स र एमवाई यति दिइरहेछ। अब अल्फा एक्स अल्फा वाई क्यालकुलेटेड फ्रम टेबल 26। अब टेबल 26 मा हेर्ने है त। यो आइएस कोडको टेबल 26 मा हेर्ने। अब हाम्रो के भयो भन्दाखेरि डिजाइन स्टेप स्टार्ट भयो है त। डिजाइन स्टेप अफ 2A स्ल्याब। योभन्दा अगाडिको भिडियोमा हामीले 1A स्ल्याबको गरिसकेका छौँ। आज हामीले 2A स्ल्याबको हेरौँ है त। वान अफ द मोस्ट इम्पोर्टेन्ट क्वेसन, यहाँबाट 20 मार्क्स फिक्स आउँछ है त इक्जाममा। नम्बर 1 स्टेप 1 मा के रहेछ त, क्यालकुलेट डेप्थ अफ स्ल्याब। सबभन्दा पहिला हामीले डेप्थ अफ स्ल्याब निकाल्नुपर्छ। यता जाने होइन, यता जानुभन्दा पहिला हामी यता जाउँ है त। यसको लागि हामीले कहाँ जानु पर्यो त, आइएस कोडमा क्लज 24.1 पेज नम्बर 39 को नोट 2 मा जाने है त। यो आइएस कोडमा आइएस कोड 456/2000 यो कोडमा जाने है त। पेज 39 नोट, त्यहाँबाट हामी के निकाल्छौँ, L/D इक्वल टु 28 यो सिम्पली सपोर्टेड केसको लागि हो है। अनि L/D इक्वल टु 32 यो कन्टिन्युसको लागि हो। अब स्टेप 2 मा जाउँ। क्यालकुलेट इफेक्टिभ लेन्थ। इफेक्टिभ लेन्थ कहाँबाट निकाल्ने, क्लज 22.2 पेज 34 मा गएर है त। आइएस कोडको पेज 34 मा क्लज 22 बाट हामीले इफेक्टिभ लेन्थ निकाल्छौँ। मैले हामी न्युमेरिकल गर्ने बेलामा सबै कुरा त्यहाँ आउँछ है त, त्यतिखेर चाहिँ कन्फ्युजन हुनु भएन। क्वेसन नम्बर 3 मा हेरौँ, लोड क्यालकुलेसन। 4 मा क्यालकुलेट द बेन्डिङ मोमेन्ट एमएक्स एमवाई डिएक्स अल्फा एक्स डब्लुएलएक्स स्क्वायर अल्फा वाई डब्लुएलएक्स स्क्वायर। के रहेछ त्यता, वेयर अल्फा एक्स अल्फा वाई फ्रम टेबल Q6 पेज 91 है त। कति रहेछ, पेज 91 आइएस कोड है। अब 5 मा हेरौँ, चेक फर डेप्थ एगेन्स्ट बेन्डिङ। डेप्थ एगेन्स्ट बेन्डिङमा चेक गर्नु। स्टेप 6 क्यालकुलेट एरिया अफ स्टिल। एरिया अफ स्टिल कहाँबाट निकाल्ने त, एनएक्सजी 1.1 को बी पेज नम्बर 96 है त। अनि चेक फर सियर फोर्स कहाँबाट, क्लज 40.1 40.2 पेज 72 एन्ड 73 बाट हामी निकाल्छौँ है त। यो पेज फ्लो गर्दै जाऊँ मैले। चेक फर डिफ्लेक्सन। डिफ्लेक्सन चेक गर्नको लागि हामी कहाँ जाने हो, क्लज 23.2.1 पेज 37 है त। आइएस कोडको पेज
37 मा जाउँ। अब डेभलपमेन्ट लेन्थ पनि चेक गर्छौँ हामी त है। क्लज 26.2.1 पेज 42, क्लज 26.2.3.3 मा है त केस के त केस सी मा जाने पेज 44 मा दिएको छ है त राम्रोसँग यो। त्यसपछि प्रोभाइड टोर्सन बार एट डिस्कन्टिन्युअस एज है त। कन्टिन्युअस र डिस्कन्टिन्युअस कन्फ्युजन हुनु भएन है त। यहाँ के भने चाहिँ डिस्कन्टिन्युअस एजमा एनएक्सडी 1.8 पेज कति त 90 मा है त। अनि रेनफोर्समेन्ट डिटेलिङ लास्टमा हामी अब यसको ड्रइङ बनाइदिन्छौँ, सक्यो है त। वान अफ द मोस्ट इम्पोर्टेन्ट क्वेसन हो यो, पास्ट क्वेसन अलरेडी सोधिसकेको क्वेसन हो। कतिमा त 20 मार्क्स, 20 मार्क्समा सोधिसकेको न्युमेरिकल। र जहिले कि त 1 वे सिलाइबाट सोध्छ कि त 2 वे सिलाइबाट एउटाको 100% फिक्स क्वेसन सोध्छ है त। अब यो डिजाइन अफ आरसिसी स्ट्रक्चर स्ल्याब न्युमेरिकल गर्नुमा हामीलाई आइएस कोड चाहिन्छ है त। यो आइएस कोड हुनै पर्यो, आइएस कोड 456/2000। त्यहाँबाट हामी सबै स्टेप वाइज स्टेप गर्दै जान्छौँ। यहाँ मैले सबैको पेज इन्डिकेट गरिदिइसकेको छु है त। अब क्वेसन पढौँ सबभन्दा पहिला। द फ्लोर स्ल्याब सिस्टम अफ 2 स्टोरी कति भनिरहेको छ त 2 स्टोरी बिल्डिङ इज सोन इन फिगर, यो फिगरमा है त। द स्ल्याब सिस्टम इज सपोर्टेड अन 250 mm 250 mm है त। वाइड बीम एज सोन इन द फिगर। एज्युम अफ फ्लोर फिनिस अफ 1 kN/m² एन्ड लाइभ लोड कति दिइरहेछ त 4 kN/m²। डिजाइन अन डिटेल द स्ल्याब प्यानल #1 है त। यो यसको यता जुन भनिरहेछ एज इन्डिकेटेड इन फ्लोर प्लान, यो प्लानमा इन्डिकेट गरेछ त्यो। अल्सो चेक वेदर द सेक्सन सेटिस्फाइज द डिफ्लेक्सन क्राइटेरिया अर नट। चेक फर सियर एन्ड डेभलपमेन्ट लेन्थ इज नट रिक्वायर्ड है त। यहाँ क्वेसनमा नट रिक्वायर्ड दिएको छ भने हामीले निकाल्नु पर्दैन। यदि रिक्वायर्ड भनेछ भने हामीलाई यो दुइटै फेरि निकाल्नुपर्छ है त। सियर र डेभलपमेन्ट लेन्थ निकाल्नुपर्छ। तर यहाँ के भनिरहेको छ नट रिक्वायर्ड भनेपछि निकाल्नु भएन। द टोर्सनल रेनफोर्समेन्ट सुड बी डिजाइन युज के त एफई 415 स्टिल एन्ड एज्युम माइल्ड एक्सपोजर कन्डिसन, यति रहेछ। यो फिगर चाहिँ क्वेसनबाट यो फिगर आउने भयो है त। अब हामी स्टेप वाइज स्टेप जाउँ। सोलुसन L/D = 28। L भनेको के हो त अलवेज सर्ट स्पान मेजर हुन्छ यसमा है त। यो चाहिँ याद हुनुभयो। अब D = 3/28 = कति हुने भयो त 0.107। यो इक्वल टु हामीले 110 लिन्छौँ यसलाई। स्मल डी को भ्यालु हाम्रो कति आयो त 110 mm। अब एडप्ट, यो एडप्ट कुरा चाहिँ हामीलाई यादै राख्नुपर्छ है त। यो फाइको भ्यालु 10 mm। अरू न्युमेरिकलमा पनि हामीले एडप्ट फाइ = 10 mm गरेर गरेका छौँ, त्यो चाहिँ याद गर्नै पर्छ है त। अब क्यापिटल डी को फर्मुला हामीसँग के रहेछ त = D + 5/2 + क्लियर कोभर है त। क्लियर कोभर हाम्रो कति रहेछ त 15। अनि कति हुने भयो त 110, यो भ्यालु 110 + 10/2 फाइको भ्यालु 10/2, यो जुन 10 छ त्यो 10/2 + 15 क्लियर कोभर हाम्रो 15 कति हुने भयो त 130 mm है त। क्लियर कोभर पनि याद हुनु भयो पर्यो। अब हामी यता जाउँ। क्लज कति त 22.2 पेज 34 है त। सबैजना यहाँ पेज 34 मा जाउँ त यो आइएस कोडमा। अनि हामी बुझ्छौँ राम्रोसँग आइएस कोड आरसिसी को जाउँ त। यो पेज 34 मा क्लज 22.2 है त। योमा पहिला जाउँ, त्यसपछि मात्र हामी यो बुझ्छौँ। अब स्टेप 2 एलोङ एक्स एक्सिस सेन्टर टु सेन्टर स्पेसिङको लागि है त 3 + 0.25/2 + 0.25/2 = 3.25। यो 0.25 चाहिँ कसरी आयो भन्दाखेरि यता हेरौँ त 250 mm यही हो है त। यताको 250 mm कति हुने भयो त हामीसँग 3.25 है त। यति आउने भयो। अब 2 मा
हामीले एक्स एक्सिस है त एलोङ एक्स एक्सिसको निकालिरहेको छ मैले क्लियर कोभर इफेक्टिभ डेप्थ 80 प्लस 0.11 गर्दा हाम्रो कति आएर छ त 3.11 मिटर है त अनि यो कति हुनु त LEX इक्वल्स टु 3.11 मिटर हुने भयो अब एलोङ वाइ एक्सिसमा निकालौँ त एलोङ वाइ एक्सिस सेन्टर सेन्टर सबैको गर्दा 5 प्लस 0.25 यो सबै गर्दा हाम्रो 5.25 मिटर आयो अनि अर्को फेरि क्लियर कोभर अफ इफेक्टिभ डेप्थको कति आउने भयो त हाम्रो क्लियर स्पान प्लस इफेक्टिभ डेप्थ गर्दा 5 प्लस 0.1 गर्दा हाम्रो कति आयो त LEY इक्वल टु 5.1 मिटर हुने भयो अब हेर LE बाई LEX इक्वल्स टु 5.1 यो दुईटालाई माथि जुन निकालेको छौँ यो कति यहाँ हेरौँ त लेस देन और इक्वल टु 2 आउने भयो त्यही भएर हेन्स 2 स्ल्याब BBI है त यो चाहिँ हामीले चेक गर्नको लागि गरे हो यति क्याल्कुलेसन हामीले चेक गर्नलाई गरे हो के हो 1 वे स्ल्याब हो कि 2 स्ल्याब यो के लेस देन 2 के हुने भयो त हाम्रो 2 स्ल्याब हुने भयो अब स्टेप 3 मा हामी लोड क्याल्कुलेसनमा हेरौँ है त लोड क्याल्कुलेसनमा फ्लोर फिनिस लाइभ लोड सेल्फ वेट 1 इन्टु 1 कति 1 किलोमिटर 4 किलोन्युटन यो कति सेल्फ वेट कति हुने भयो सबैलाई मल्टिप्लाई गर्दा हाम्रो 3.25 किलोन्युटन मिटर टोटल लोड कति आउने भयो त 80 आउने भयो अब फ्याक्टर लोडको लागि यो हेरौँ त फ्याक्टर लोडमा 1.5 यो मल्टिप्लाई गर्नुपर्छ है त योमा इन्टु 1.5 यो गर्दा हाम्रो यति आउँछ फ्याक्टर लोडको लागि है त अनि त्यतिले मल्टिप्लाई गर्दा हाम्रो कति आउने भयो त 12.375 किलोन्युटन मिटर यो चाहिँ बिर्सिनु भएन फ्याक्टर लोडमा मल्टिप्लाई बाई 1.5 गर्नुपर्छ अब नेक्स्टमा जाउँ केस 4 है त अब केस 4 हेरौँ केस 4 पनि सजिलो रहेछ सबभन्दा पहिला त यो निकाल्ने बेला भन्दा पहिला हामीले पेज यतिमा जानु पर्यो पेज 91 को कोडमा जानु पर्यो त्यहाँबाट हाम्रो अल्फा वाइ नेगेटिभ अल्फा वाइ पोजिटिभ गर्दा कति कति आएछ 0.047 0.034 यो कोड है त कोडबाट हेर्ने अब 4 अल्फा जेड पोजिटिभको लागि है त LEI बाई LEX अल्फा एक्स पोजिटिभ कति हुने भयो त 1.25 1.5 1.64 1.74 यो चाहिँ हामीले निकाल्नु पर्ने है त यसको भ्यालु 0.80 यो यति कोडबाट अल्फा एक्स नेगेटिभको लागि फेरि हामीले सबै यो कोडबाट निकालेका है त कोडबाट निकाल्दाखेरि हाम्रो अनसल्भिङ कति आयो त अल्फा एक्स पोजिटिभ 0.06 अनि अल्फा एक्स नेगेटिभ कति आयो त 0.08 हुने भयो है त अब एमएक्स पोजिटिभ एमवाई पोजिटिभ एमएक्स नेगेटिभ एमवाई नेगेटिभ यो कन्फ्युजन हुनु भएन है त अब यसको हामीसँग के रहेछ त अल्फा एक्स पोजिटिभ WLX स्क्वायर यो है त थ्योरीमा हेरौँ त्यही त यहाँको है त बेन्डिङ मोमेन्ट क्याल्कुलेट गर्ने बेलामा एमएक्स अल्फा एक्स WLX स्क्वायर एमवाई अल्फा वाई WLX स्क्वायर वेयर अल्फा एक्स एन्ड अल्फा फ्रम टेबल कति त 91 पेज नम्बर 91 Q6 है त यतिबाट हामीले यहाँ गरेर आयो सबै हामीले त्यही गरे अल्फा एक्स पोजिटिभ अब यता चाहिँ सबैको भ्यालु हाल्दा हाम्रो कति आइरहेछ त 7.18 किलोन्युटन मिटर यति आयो यसको 4.189 आयो अनि यसको चाहिँ हाम्रोसँग कति आयो 9.57 किलोन्युटन मिटर आयो अनि यसको एमवाई को चाहिँ कति आयो त 5.62 किलोन्युटन मिटर आउने भयो है त अब स्टेप 5 मा हामीलाई एमएक्स म्याक्सिमम निकाल्नु पर्यो एमएक्स म्याक्सिमम को यो हामीसँग 0.138 एफसी के बीटी स्क्वायर रिक्वायर्ड फर एफई 415 है त यहाँबाट हेरौँ त एफई 415 0.75 त्यो चाहिँ हामीले कोडबाट हेरौँ है त कोडमा दिएको छ राम्रोसँग कोडबाट हेरौँ त वान वे स्ल्याबमा पनि हामीले गरेका थियौँ यो है त वान वे स्ल्याब फर्स्ट भिडियो हेरेर आउने त्यहाँ चाहिँ गरेका छौँ है त यो कोडबाट लेखा 0.138 यो 415 को लागि भिन्दै हुन्छ 500 को लागि भिन्दै हुन्छ त्यो कुरा है त अब एमएक्स म्याक्स को 0.138 एफसी के बीटी स्क्वायर रिक्वायर्ड फर एफई 415 को लागि अब सबैको भ्यालु हालौँ एमएक्स म्याक्स को भ्यालु यति हुने भयो यो सबै गर्दा यो डी रिक्वायर्ड कति हुने भयो त हाम्रो 58.88 mm
इज लेस देन 110 mm, त्यही भएर यो ओके भयो। यदि नभएको भए हामीले डाइमेन्सन चेन्ज गरेर लेख्नुपर्ने हुन्थ्यो, फेरि सल्भ गर्नुपर्ने हुन्थ्यो है त। अब स्टेप 6 मा पनि फेरि है त, यो स्टेप 6 हामी सँगसँगै हामीसँग कोड बुक पनि हुनु पर्यो है त। मोस्ट इम्पोर्टेन्ट कोड बुक है त, मोस्ट इम्पोर्टेन्ट कोड बुक फ्रम एनएक्स जी 1.1b पेज 96 मा जाउँ, त्यहाँबाट मात्र हामी यो यहाँ जान्छौँ है त। फर्स्ट यहाँ, त्यसपछि यहाँ। ल अब एमएक्स को कति हुने भयो त 0.87 FYASTD इन्टु 1 माइनस FYAST बाई FCK इन्टु B इन्टु D है त। यो कन्फ्युजन हुनु भएन। अब यहाँ पनि हामी सबैको भ्यालु हाल्छौँ, अनि हामीले निकाल्ने भनेको एसटिडी हो त, एएसटी निकाल्नु पर्ने है त हामीले यताबाट। अब सबैको भ्यालु हालौँ। फर एमएक्स यतिको लागि एएसटी पोजिटिभ यो हेर्ने है त, डिएक्स इन्टु 1 माइनस यो एसटी पोजिटिभको लागि है त। अब यो सबै गर्दा हाम्रो कति आइरहेछ त एएसटीएक्स पोजिटिभ, यो हेर्ने है त, यो एएसटीएक्स पोजिटिभ कति हुने भयो त 187.41 mm स्क्वायर, यति हुने भयो है त। सिमिलरली अब जसरी यहाँ हामीले यो गर्यौँ नि, यो जुन स्टेप गर्यौँ हो त्यसरी नै यहाँ हामीले यो गरे है त। खाली चेन्ज हामीले के गर्नु पर्यो, डिवाई इक्वल्स टु 100 हाल्ने, अनि सबैको एएसटी नेगेटिभ, एएसटीवाई पोजिटिभ, एएसटीवाई नेगेटिभ सबै निकाल्दा हाम्रो कति आयो त एएसटीएक्स यति आयो, एएसटीवाई यति आयो, एएसटीवाई नेगेटिभ यति आयो है त। अब हामीले एएसटी मिनिमम, एएसटी मिनिमम यो सबैले थाहा हुनु पर्यो 0.12% अफ बिडी है त। यो सबै हाल्दा हाम्रो कति आइरहेछ त 156 mm स्क्वायर आउने भयो है। अब नाउ स्पेसिङ, अब स्पेसिङको कुरा है त, स्पेसिङको कुरा आयो। स्पेसिङ एक्स को नेगेटिभ, स्पेसिङ एक्स को पोजिटिभ, वाई को फेरि पोजिटिभ है त। अब हेरौँ त 1000/187.41 गर्दा 78.53 है त। अनि यता हेरौँ, यो सबै गर्दा हाम्रो कति आइरहेछ त यो 419.03, यो लेस अर इक्वल टु 300 आउनु पर्ने, तर यता कति आइरहेछ त 419.03 आइरहेछ। त्यही भएर हामीले के गरे त 3 इन्टु है त, 3 इन्टु 110 गर्दा हाम्रो कति हुने भयो त 330 mm है त। अब एक्स को लागि पनि कति हुने भयो 310 इन्टु फेरि यो के गर्नु पर्यो 330 mm हुने भयो, यही 3 इन्टु 110 गरे है त यता पनि। अब यता हेरौँ, यो त झन् बढी हुने भयो, यो मिल्ने भएन, यो फेरि के हुने भयो हाम्रो त 300 mm यसलाई मानौँ है त, यति चाहिँ मान्दा भयो। अब हामीले के प्रोभाइड गर्नुपर्छ त्यो पनि हेरौँ एकचोटि है त। प्रोभाइड 10 mm diameter bar at the rate 150 mm, the intercenter at support of x axis, x नेगेटिभमा, x पोजिटिभमा, y नेगेटिभमा, y पोजिटिभमा। यहाँ पनि 10 mm 200 mm को सेन्टिमिटर, 10 mm 250 को, अनि 10 mm डायमिटर अफ बार एट द रेट 300 mm सेन्टर सेन्टर एट मिड y एक्सिस है त। अब यता हेरौँ, त्यहाँसम्म त हामीले निकालिसक्यौँ। अब हामीले एएसटी पोजिटिभ है त, एएसटी पोजिटिभ प्रोभाइडेड 1000/200 इन्टु 78.53 गर्दा हाम्रो कति आइरहेछ त 392.65 mm स्क्वायर आउने भयो है त। यहाँ कन्फ्युजन हुने होइन, हामी स्टेप वाइज स्टेप गइरहेको छौँ, एकदमै सजिलो रहेछ। यदि स्टेप वाइज स्टेप गएन भने हामीलाई हार्ड लाग्न सक्छ है त यो। अब स्टेप 7 मा हेरौँ, झन् मैले पेजसम्म इन्डिकेट गरिदिएको छु है त, त्यही भएर कन्फ्युजन हुनु भएन। एकदेखि दुईचोटिसम्म भिडियो हेऱ्यो भने हामी पुरा कन्फ्युजन हाम्रो भाग्छ है त। अब सेयर फोर्स V इक्वल टु WLX बाई कति हुने भयो त 2, यो भ्यालु हाल्दा हाम्रो कति आउने भयो त 19.24 किलोन्युटन आउने भयो हैन। अब ट इक्वल टु V बाई BD, अब यता पनि सबैको हाम्रो के रे भ्यालु हालौँ, भ्यालु हाल्दा हाम्रो कति आइरहेछ 0.175 न्युटन पर mm स्क्वायर यति आउने भयो। अब डिजाइन शियर स्ट्रेन्थ
इक्वल टू टस सिकेन 1.3 इन्टु 0.28 फर यम 20 को लागि है त पेज कतिबाट हेर्ने त पेज 73 बाट हेर्ने कोड पेज 73 बाट हेर्ने अनि त्यहाँबाट हाम्रो कति हुने भयो त ग्रेटर देन 0.17 5 न्यूटन पर मिटर स्क्वायर यही त पेज 73 टेबल 19 ओके है त कोड साथमै हुनु पर्यो। अब चेक फर डिफ्लेक्सनको लागि है त एकदमै सजिलो रहेछ यो पनि भ्यालु चेक फर डिफ्लेक्सनको क्लाउज यता हेरौँ है। यहाँ यो स्टेपमा जानुभन्दा पहिला हामीलाई यहाँ जाने है त क्लाउज 23.2.1 पेज कति त 37 के को पेज त कोडको पेज। यहाँबाट हाम्रो के हुने भयो त L/D इक्वल टु LX/D। अब यहाँ सबैको भ्यालु हालौँ त LX/D कति हुने भयो त हाम्रो 28.27 अल्फा इक्वल टु 23 है त बीटा 1 यता हेरौँ अल्फा बीटा लेम्डा सबै अब निकाल्ने है त लेम्डा 1 4 0% डेल इक्वल टु 1 4 गामा AST T/BD इन्टु 100 गर्दा हाम्रो कति आइरहेछ त 0.302% है त। एफएस हेरौँ त यो एफएस को हामीसँग यो रहेछ त फर्मुला है त फर्मुला चाहिँ याद हुनु पर्यो है त फर्मुला त प्राय सबै कोडमै दिया हुन्छ त्यही पनि फर्मुला अलिअलि याद भयो भने हामी एकदमै एक्जाममा फास्ट गर्न सक्छौँ है त नत्र आधीदेखि 40 मिनट यसमै जान्छ। एफएस इक्वल टु 0.58 FY इन्टु AST रिक्वायर्ड बाई AST प्रोभाइडेड है त रिक्वायर्ड बाई प्रोभाइडेड। अब 0. यदि AST मा कन्फ्युजन हुने हैन त यदि कन्फ्युजन भयो भने हामी रिक्वायर्ड बाई प्रोभाइडेड पहिला R त्यसपछि P त्यसरी सम्झिने है त RP। अब 0.58 इन्टु 415 अब सबैको भ्यालु मात्र हाले यता कति आइरहेछ त हामीसँग 114.88 आयो है त। अब फ्रम ग्राफ पेज 38 है त अब पेज 38 मा जाउँ त त्यहाँ ग्राफबाट हामीले लेख्या है त गामा इक्वल्स टु 2 अनि के हुने भयो त अल्फा बीटा गामा लेम्डा डेल्टा सबै गर्दा हाम्रो कति आइरहेछ त यो 46 आउने भयो अनि L/D इक्वल टु लेस देन सबै त्यही भएर हाम्रो यो ओके हुने भयो है त यसको भ्यालु लेस देन यति हुने भयो भन्नाले L/D को। अब यो हेरौँ हामी L/D जुन हामी निकालेको थियौँ नि यता 28.27 हो यो 28.27 यता हेरौँ त 28.27 is less than 46 त्यही भएर यो के हुने भयो त हाम्रो ओके हुने भयो है त चेक फर डिफ्लेक्सनको लागि यति रहेछ एकदमै सजिलो रहेछ स्टेप बाइ स्टेप जाउँ हामी। अब चेक फर डेभलपमेन्ट लेन्थ है त हामीले अब डेभलपमेन्ट लेन्थ चेक गरौँ स्टेप 9। अब यो डेभलपमेन्ट लेन्थ चेक गर्नुभन्दा पहिला हामीले चाहिँ यता जाउँ है त क्लाउज 26.2.1 पेज कति त 43 मा जाउँ पेज 43 बाट हामी यता आउँ है त पेज 43 मा जाउँ सबैजना। अब त्यहाँ गइसकेपछि क्लाउज 26.2.1 मा हेरौँ त LD इक्वल टु 5FS बाई 4 टप PD हुने भयो। अब सबैको भ्यालु यता हाल्ने है त सबैको भ्यालु हाल्दाखेरि यो 1.6 है त पेज 42 60% ले इन्क्रिज गरेर लिने है त 60% ले इन्क्रिज गर्ने यो कति हुने भयो त 0.6 हुने भयो त्यही भएर यो के हुन्छ 1 प्लस 0.6 इक्वल टु 1.6 हुने भयो है त यो कन्फ्युजन नहुने यता। अब यो कति हुने भयो त हाम्रो सबै 470.11 mm यति हुने भयो यो के त LD है त। अब क्लाउड्स 26.2.3.3 C पेज कति त 44 है त 44 मा जाने अनि यो भ्यालु हेर्ने है त 44 मा गएर यो लेख्ने ML इक्वल टु 0.87 FY AST इन्टु D 1 माइनस यो त माइनस रहेछ त माइनस AST FY बाई FCK BD है त। अब यसको भ्यालु हालौँ सबैको भ्यालु हालेर क्याल्कुलेटरमा एकैचोटि आउँछ है त सबैको भ्यालु हालेर एकैचोटि गर्ने यो 7.5 किलो न्युटन मिटर आउँछ है त। अब 1.3 ml बाई V इक्वल टु यसको भ्यालु हाल्दा हाम्रो कति आइरहेछ त हेरौँ त LD इज लेस देन अर इक्वल टु 1.3 ml बाई V प्लस L नट इक्वल टु यति हुने भयो इज ओके नभए यसको सबै भ्यालु हाल्ने नत्र यति लेख्दा पनि भयो है त।
अब स्टेप 10 मा लगभग यो लास्ट स्टेप रहेछ हाम्रो है त। स्टेप 10 मा रेनफोर्समेन्ट डिटेलिङ, टोर्सनल रेनफोर्समेन्ट है त। टोर्सनल रेनफोर्समेन्टमा जानुभन्दा पहिला हामी के गर्ने त, पेज 90 मा जाने, क्लज डी लिने, 1.8 मा हेर्ने, त्यसपछि यता हुने है त। पेज चाहिँ यति हुने पर्यो कोडको यता है, कोडको पेज। अब लेन्थ अफ टोर्सन बार LX/5 गर्दा कति हुने भयो त, 3.11/5। यो गर्दा हाम्रो कति आएर, यो मिटरमा थियो त्यसले एमएममा गर्दा हाम्रो 622 mm हुने भयो है त। अब स्पेसिङ अफ टोर्सन बार, स्पेसिङ अफ टोर्सन बार कति त, 80 डिभाइड बाई 2200 गर्दा हाम्रो कति आएर छ त, यो 266.67 है त, यति हुने भयो एमएम। अब नम्बर अफ बार रिक्वायर्ड कति हुने भयो त, त्यो हेरौँ त। नम्बर अफ बार त्यति डिभाइड बाई 266.67 गर्दा हाम्रो कति आउने भयो त, 3.3 हुने भयो। यो इक्वल टु 4 नम्बरमा हामी लिन्छौँ है त, नम्बर अफ बार रिक्वायर्ड। अब यो के भन्छ, टेक 1 मोर देन द रिक्वायर्ड, जति हो त्यति चाहिँ एउटा बढाएर लिनुपर्छ हामीलाई है त। अब के छ यताखेरि, अब हामीले रेनफोर्समेन्ट डिटेलिङमा फिगर बनाइदिने अनि सक्यो है त। लास्ट स्टेप यति मात्र रहेछ हाम्रो। प्रोभाइड फर 10 mm बार एट द रेट 250 mm सेन्टर टु सेन्टर फर अ लेन्थ अफ 750 mm, 250 × 3 इक्वल टु 750 mm, त्यसरी आयो है त, 750 mm। अब एकदमै लास्ट स्टेप रहेछ। अब लास्ट स्टेपमा हेरौँ त, फिगर मात्र रहेछ है त, रेनफोर्समेन्ट डिटेलिङको लागि फिगर। अब यो फिगर बनाइदिने र सबभन्दा पहिला यो फिगरमा मेन इन्डिकेट भनेको यो हेर्ने है त। यो चाहिँ छुटाउनु भएन है त फिगरमा, यो चाहिँ छुटाउनु भएन। के रहेछ त, यो 10 mm डायमिटर बार एट द रेट 200 mm सेन्टर टु सेन्टर स्पेसिङमा, एउटा यो हुने भयो। अर्को चाहिँ के छ त, अर्को चाहिँ यताको है त, यो यहाँदेखि यहाँसम्मको, यो चाहिँ 10 mm डायमिटर बार 250 mm यति हुने भयो। अर्को चाहिँ यता रहेछ 10 mm डायमिटर बार 150 mm सेन्टर टु सेन्टर। यो चाहिँ क्रस सेक्सन एमा हामीले गरेका छौँ क्रस सेक्सन, अनि यो क्रस सेक्सन चाहिँ बीको है त। अब क्रस सेक्सन ए को यसको यो हो है त, क्रस सेक्सन एट ए यो रहेछ यसको, अनि यो बी को चाहिँ यो क्रस सेक्सन रहेछ है त, बी को लागि यति रहेछ। अरू केही छैन, एकदमै सजिलो रहेछ। हामी स्टेप बाई स्टेप गर्छौँ भने। अर्को नोटको लागि त, रिजिडिटली फिक्स्ड विथ वाल, सपोर्टेड अन वाल, सपोर्टेड अन बीम, अल 4 एज डिस्कन्टिन्युस हामी गर्छौँ है त, अल 4 एज डिस्कन्टिन्युस। यो डिस्कन्टिन्युस कोड हामीले क्वेसनकै सुरुमा हेरौँ त, क्वेसनकै सुरुमा दिए होला त, हेरौँ त कहाँ थियो, डिस्कन्टिन्युस एज सु डिजाइन युज यति एजुम यति रहेछ होइन। ल कति होला यो डिस्कन्टिन्युस एज कहाँ चाहिँ आएको थियो है। ल यति गरिसकेपछि हामी स्टेप वाइज स्टेप गर्दै जान्छौँ, एकदमै बुझ्छौँ है त। मैले पेज सबैको पेज मेन कुरा यसमा चाहिने भनेको आइएस कोड है त, आइएस कोड चाहिँ चाहियो सबभन्दा मेन, आइएस कोड। आइएस कोडबाट हामी सबै गर्दै जान्छौँ है त। यो जुन पेज जस्तै यो हेरौँ त, आइएस कोडको पेज चाहिँ बिर्सिनु भएन, यो पेजहरू सबै याद राख्नु पर्यो। र हामी स्टेप वाइज स्टेप गर्दै गयौँ भने बिस्तारै बिस्तारै कोड हुनु पर्यो साथमा, र साथमा हामी आफैले बुझ्दै जान्छौँ है त। एकदमै सजिलो रहेछ। अब हामीले अर्को भिडियोमा अर्को न्युमेरिकल लिएर आउनेछौँ डिजाइन अफ आरसिसी स्ट्रक्चरबाट। आजको लागि यति, थ्याङ्क यू।